जिएलपिटी इक्जाम पनि आउन लागिसक्यो। ला केही पढेको छैन। अब जिएलपिटी इक्जाम आउनको लागि जम्मा 2 दिन मात्रै बाँकी छ। मलाई त केही आउँदैन। अब कहाँदेखि सुरु गर्ने होला त? कसरी पढ्ने होला त? धेरैचोटि मैले इक्जाम दिइसकेँ। अब चाहिँ पक्कै पास हुन पर्छ। पास हुने भने पार आफूले भनेको ठाउँमा पनि जान पाइयो, पढ्न पाइयो, धेरै कुरामा फाइदा हुन्छ। 7500 तिरेको छ। के गर्ने होला, कसरी पढ्ने होला? अब टाइम धेरै छैन। अब 2 दिनमा के हुन्छ त? यस्तै सोच्नुभएका सम्पूर्ण साथीहरूको लागि र यान 5 लेभलदेखि यान इची लेभलसम्म इक्जाम दिन तत्पर हुनुभएका सम्पूर्ण साथीहरूलाई मेरो अग्रिम शुभकामना सहित आज चाहिँ तपाईहरुलाई मैले एकदम सर्ट पिरियडमा है त 5-7 मिनेटमा चाहिँ 30 वटा बुम्पोहरूलाई चाहिँ कसरी याद गर्ने सरसर्ती भन्ने कुराहरूलाई चाहिँ लिएर आइरहेको छु। मैले चाहिँ यहाँ चाहिँ 17 देखि 30 नम्बरसम्म लेखेको छु। मैले 1 देखि 16 सम्म चाहिँ भिडियो गरेर राखिदिसकेको छु है त। एकदम टपमा राखिदिएको छु। तपाईले चाहिँ गएर हेर्न सक्नुहुनेछ। आज चाहिँ तपाईहरुलाई मैले यानसानको चाहिँ विशेष आउने सम्भावना क्वेशनहरु के बुम्पोहरु चाहिँ तपाईलाई मैले 17 देखि 30 सम्म चाहिँ सरसर्ती पढाउने योजनामा छु। यो भिडियोले तपाईलाई पक्कै पनि केही न केही हेल्प पुग्नेछ र यानसान पास गरेका साथीहरु हुनुहुन्छ भने यहाँ यान 2 का बुम्पोहरु पनि छन् है त। तपाई यान 2 दिने साथीहरुलाई पनि धेरै हेल्प पुग्न सक्छ। त्यसैगरी यानसान नि पास हुनु भएको छ, यान 2 नि पास हुनु भएको छ। मलाई चाहिँ किन आवश्यक पर्यो भनेर भन्नुहुन्छ भने तपाईलाई पनि बोलीचालीको अवस्थामा बोल्न पर्यो नि त कोही मान्छेसँग। त्यस्तो बेलामा अथवा मान्छेहरुले बोलेको बेलामा चाहिँ बुझ्नलाई एकदम सजिलो हुन्छ। त्यसैले आउनुस् भिडियोलाई अन्तिमसम्म हेरेर सरसर्ती 5-7 मिनेटमा सबै कुराहरु चाहिँ बुझ्ने प्रयास गरौँ। अहिले मातोमेते गरेका बुम्पोहरु चाहिँ मैले एउटा गरी चाहिँ मैले भिडियोमा पढाइसकेको छु। तपाईले मैले सरसर्ती भनेका कुराहरु अलिकति बुझ्दैन भने माथि गएर चाहिँ प्रत्येकको एउटा भिडियो चाहिँ पक्कै हेर्न सक्नुहुनेछ। भन्दै भिडियोलाई सुरु गरौँ। 17 नम्बरको बुम्पो छ कि गाची है त। मास हटाएर र प्लस नाउनसँग चाहिँ गाचीको प्रयोग गर्नु है त। गाची सुरुको तोगा ओही। जस्तै यो कस्तो ठाउँमा परेको हुन्छ भनेर भन्नुहुन्छ भने तपाई चाहिँ एकदम बिरामी हुनुहुन्छ अथवा तपाई कोही जानु भएको थियो, हिलोमा पल्टिनु भयो, साइकलदेखि पल्टिनु भयो, एकदम कपडा फोरै भयो के। त्यस्तो बेलामा चाहिँ एकदम फोरै भयो आज भन्दा अथवा यो चाहिँ धेरै बिरामी हुन्छ, बेउकी गाची हो भन्ने बेलामा चाहिँ गाचीको प्रयोग गरिन्छ है त। सुरुको तोगा ओही भनेर भनौँ। त्यसैगरी 18 नम्बरमा छ कि नाउन प्लस नि वाताते भनेको चाहिँ नि आइदा जुत्तो भनेर भनेको। यो चाहिँ कस्तो बेलामा प्रयोग गरिन्छ भनेर भन्नुहुन्छ भने तपाई चाहिँ एकदम बिरामी हुनु भएको थियो अथवा इक्जाम धेरै पल्ट दिनु भएको थियो के, धेरैचोटि दिएको गरेपछि तपाई पास हुनुभयो अथवा बिरामी चाहिँ धेरै उपचार गरेपछि तपाई उपचार निको हुनुभयो भन्ने बेलामा चाहिँ नि वातातेको प्रयोग गरिन्छ। त्यसैगरी 19 नम्बरमा छ कि भर्बको त्यहीकै फर्म प्लस नाउनसँग चाहिँ इराईको भनेको चाहिँ यसको अर्थ भनेको चाहिँ जुत्तो भन्ने अर्थ दिन्छ। पहिला कसैसँग चिन्जानै थिएन, एकचोटि भेट भयो, भेट भइसकेपछि जुत्तो के लगातार अहिलेसम्म त्यो मान्छेसँग म बोलिरहेको छु भन्ने बेलामा तपाईले इराईको प्रयोग गर्न सक्नुभयो। त्यसैगरी 20 नम्बरमा छ कि भर्बको जिसुकै भर्बको ताकै प्लस नाउनसँग चाहिँ साई र साइनी भन्ने बुम्पो छ। यसले चाहिँ तोकीको अर्थ दिन्छ। जस्तै तोकी भनेको चाहिँ बेलामा के, तपाई कुनै पनि काम गर्ने बेलामा यो कुरा आवश्यक छ अथवा तपाई चाहिँ कुनै ठाउँ घुम्न जाने बेलामा तपाईलाई पासपोर्ट आवश्यकता छ भन्ने बेलामा चाहिँ विशेष गरी साइनीको प्रयोग गरिन्छ। यो पनि जान्नुभयो। त्यसैगरी तपाईको 21 नम्बरमा छ कि भर्बको जिसुको फर्म प्लस चाहिँ नाउनसँग चाहिँ नि आताते बुम्पो छ। यसले चाहिँ ओ सुरु माए भन्ने चाहिँ अर्थ दिन्छ। जस्तै ओ सुरु माए भनेको के भनेर भन्नुहुन्छ भने तपाई कुनै पनि काम गर्नभन्दा पहिले, जस्तै तपाईले एउटा टिकटक गाउन पर्यो, भिडियो गाउन भन्दा पहिले चट्ट मेकअप गरेर तपाई राम्रै हुनुहुन्छ, त्यस्तो बेलामा चाहिँ नि आतातेको प्रयोग
गरिन्छ। त्यसै गरी 22 नम्बरमा छ कि ताकै फर्म प्लस ता तोतानी र कातो ओमौतो भन्ने चाहिँ तपाईँको बुम्बो छ है त। यो भनेको सितारा सुगुनी भन्ने चाहिँ अर्थ दिन्छ। त्यसैले कस्तो सितारा सुगुनी भनेर भन्नुहुन्छ भने जस्तै तपाईँले आज त मौसम सफा छ, पक्कै पनि राम्रो घाम लाग्ने भयो, मस्त आउने भयो भन्नुभएको थियो, एकैछिनमा हिउँ पर्दियो के, घामको ठाउँमा हिउँ पर्दियो। त्यस्तो बेलामा तोतानी र कातो ओमौतोको प्रयोग गरिन्छ। त्यसै गरी तपाईँको 23 नम्बरमा छ कि भबको त्यही प्लस कारा देनाइतो भन्ने चाहिँ बुम्बो छ। यसले चाहिँ ए काम गरिसकेपछि बी भन्ने चाहिँ अर्थ दिन्छ। जस्तै तपाईँ चाहिँ लाइसेन्स निकाल्ने चाहिँ तयारीमा हुनुहुन्छ, तर तपाईँलाई चाहिँ ड्राइभिङ गर्न आउँदैन, तपाईँ लाइसेन्स निकाल्न सक्नुहुन्छ त? सक्नुहुन्न नि त। त्यसैले पहिला के गर्नु पर्यो? गाडी सिक्न पर्यो, आफू पर्फेक्ट हुन पर्यो, त्यसपछि चाहिँ लाइसेन्स सिक्न जानु पर्यो, अनि पो बल्ल लाइसेन्स आउँछ त। त्यो भन्न खोजेको के, ए काम गरिसकेपछि पहिला गाडी सिकिसकेपछि बल्ल तपाईँ चाहिँ लाइसेन्स निकाल्न जानुहोस् भन्ने बेलामा चाहिँ त्यही कारा देनाइतोको प्रयोग गरिन्छ। त्यसै गरी 24 नम्बरमा छ कि मास्कैलाई हटाएर खाके गरिरहेको क्रिया आधा सम्पन्न भन्ने छ। जस्तै कस्तो आधा सम्पन्न भनेर भन्नुहुन्छ भने तपाईँले कुनै काम गर्दा गर्दै कतै बिजी हुनुभयो कि, अनि आएर सोध्यो, ओए तैँले त यो सामान त यहीँ छोडिस्। होइन, मैले त सामान गर्दैछु कि, त्यो काम गर्दैछु, आधी सम्पन्न भएको कुरा हो कि त्यो गर्दैछु भन्ने। अथवा तपाईँले चाहिँ पाउडर के पान खाँदै हुनुहुन्थ्यो, खाँदा चाहिँ आधी पान झोलामा राख्नुभयो कि यो खाँदै गरेको पान हो कि, खाँदै गरेको पान हो भन्ने बेलामा चाहिँ खाकेको प्रयोग गरिन्छ। त्यसै गरी 25 मा छ कि भबको त्यही फर्म प्लस सिमैमासिता चाहेको थिएन भयो। जस्तै तपाईँले चाहिँ चाहनु भएकै थिएन के, कुनै काम गर्न चाहनु भएकै थिएन। जस्तो तपाईँले फोन हराउन चाहनु भएकै थिएन, तर अकस्मात फोन हरायो। तपाईँले चाहिँ साइकल चाहिँ छोड्न चाहनु भएकै थिएन, तपाईँको साइकल छोडियो। तपाईँको झोला चाहिँ छोड्न चाहनु भएकै थिएन, झोला छोडियो। त्यस्तो बेलामा चाहिँ सिमैमासिताको प्रयोग गरिन्छ। त्यसै गरी 26 मा छ कि नाउन प्लस कारा अनि फेरि नाउन प्लस नि खाकेते। यसले चाहिँ बाट र सम्मको आइदा भन्ने चाहिँ बिचको अवधि दिन्छ। यो चाहिँ यति बजेदेखि यति बजेसम्म भन्न खोजेको चाहिँ होइन के, ठ्याक्कै 1 बजेदेखि 5 बजेसम्म भन्न खोजेको होइन, 1 बजेदेखि 5 बजे भित्रमा भन्न खोजेको हो कि। जस्तो तपाईँलाई कसैले फोन गरेर तँ चाहिँ मैले भेट्न चाहन्छु, त कति बजे भ्याउँछस् भोलि भनेर भन्नु भने चाहिँ भोलि चाहिँ मेरो यहाँ काम छ, ल म चाहिँ 2 बजेदेखि 3 बजेभित्र भ्याउँछु, आइज नि त त्यो बेलामा। हो, योदेखि यो बजेभित्रमा कुनै काम गरिन्छ नि त। त्यस्तो बेलामा चाहिँ कारा र खाकेतेको प्रयोग गरिन्छ। त्यस्तै गरी 27 नम्बरमा छ कि भबको जिसोकै प्लस नाउनसँग चाहिँ नि साइसी र नि साइसिते भन्ने बुम्बो छ। यसले चाहिँ गर्नुभन्दा पहिले भन्ने कुरा चाहिँ यसले दिन्छ अर्थ। जस्तो यसले कस्तो गर्नुभन्दा पहिले भनेर भन्नुहुन्छ भने कुनै काम गर्नुभन्दा पहिले, जस्तै अब कुनै ठाउँ जानभन्दा पहिले त्यो ठाउँको रिसर्च गरिन्छ नि त, त्यो ठाउँका व्यक्तिहरू कस्ता छन्, म कहाँ गएर बस्ने है त, मलाई कति पैसा लाग्छ, सबै रिसर्च गरेपछि पो बल्ल हामी कुनै ठाउँमा जाने रेडी हुन्छौँ नि त। त्यो भन्यो कि कुनै काम गर्नुभन्दा पहिले एकदम राम्रोसँग खाकुनिन गरेर अनि मात्र त्यो काममा चाहिँ पाइला चाल्नु भन्ने बेलामा चाहिँ यसको प्रयोग गरिन्छ। त्यस्तै गरी 28 नम्बरमा छ कि भबको तेइरो फर्म प्लस नाउनसँग नु प्लस साइच्युनी भन्ने चाहिँ बुम्बो छ। यसले चाहिँ ठ्याक्कै काम गर्ने बेलामा भन्ने अर्थ दिन्छ। जस्तै तपाईँले चाहिँ केही काम गर्न लाउनु भएको थियो, जस्तै फोनमा चाहिँ चट्ट आफ्नो गर्लफ्रेन्डसँग लुकेर बोल्नु भएको थियो, त्यत्तिकैमा उतादेखि ठक्कै बाबा आउनुभयो कि तपाईँले बाबालाई ख्यालै गर्नुभएको थिएन कि, मस्त फोनमा बिजी, अगाडि त बाबा आउनुभयो। त्यस्तो बेलामा चाहिँ साँच्चीको प्रयोग गरिन्छ। त्यस्तै गरी 29 नम्बरमा छ कि भबको जिसोकै फर्म ताकै फर्म तेइरो फर्म इकेउसी अनि नाउनसँग चाहिँ नोको प्रयोग प्लस तोकोरो नि तोकोरो ए भन्ने चाहिँ बुम्बो छ। यसले चाहिँ ठिक त्यही बेलामा त्यही समयमा भन्ने अर्थ दिन्छ। तपाईँले चाहिँ कसैको कुरा गरेर बस्नु भएको थियो, 3 वर्ष अगाडि भएको थियो त्यो मान्छेसँग भेट, एकचोटि फेरि भेट गर्न मन लाग्छ, धेरै राम्रो मान्छे हो त्यो त भन्नुभएको थियो,
ठ्याक्कै त्यही बाटोमा त्यही मान्छे लुरुङ लुरुङ हिँड्दैछ, वाए कहाँ हो भनिन्छ नि त। तेरै कुरा गरेर बसिरहेको थियो, त अकाशमा त आइज। त्यस्तो बेलामा चाहिँ टोकोरोनी र टोकोरोएको प्रयोग गरिन्छ। त्यसै गरी 30 नम्बर छ कि बबको जिसेकै फर्म प्लस ताकै फर्म प्लस का र चाहिँ नाइकै फर्म प्लस कानो उचिनी भन्ने चाहिँ बुम्पो छ। यसले चाहिँ ए काम सकिन तुरुन्तै बी काम गर्नु भन्ने अर्थ दिन्छ। जस्तै यो चाहिँ ए काम गर्दा गर्दै बी काम सुरु गरे भन्न खोजेको पनि होइन र ए काम सकिएपछि बी काम गरे भन्न खोजेको नि होइन। कस्तो बेलामा भने ए काम गर्दै 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 छ, थोरै छ कि थोरै बाँकी छ, ठ्याक्कै बी काम सुरु गरिदिने। जस्तै उदाहरणको लागि तपाईँले चाहिँ चुरोट पिउँदै हुनुहुन्छ दुईजना मिलेर है त, पिउँदा पिउँदै पिउँदा पिउँदै तपाईँको थोरै बाँकी थियो, थोरै के, र साथीले चाहिँ फेरि अर्को चुरोट सल्काइहाल्यो के, त्यस्तो बेलामा चाहिँ प्रयोग गरिन्छ। साथीहरू आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो? यो भिडियो चाहिँ तपाईँको लागि एकदम उपयोगी हुन सक्छ, त्यसैले तपाईँले भिडियोलाई चाहिँ राम्रोसँग हेरेर तपाईँहरू नयाँ हुनुहुन्छ भने जापानिज वेलाई चाहिँ फलो गर्दै गर्नु होला र तपाईँको दिन शुभ रहोस्, इक्जाम पास हुने गरी चाहिँ गाम्बात्ते गर्नुहोस् भन्दै फेरि हामी नेक्स्ट भिडियोमा अवश्य भेट्नेछौँ।